कथाको सपना। साथीहरू नमस्कार, म हुँ विजया श्रेष्ठ केसी। आज पनि हजुरहरूको सामु अत्यन्त प्रेरणादायी कथा लिएर उपस्थित भएको छु। यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर मलाई पनि प्रेरणा दिनुहुन विनम्र अनुरोध गर्दछु। कथाको शीर्षक छ गधाको सपना। एउटा गाउँमा एकजना धोबीको परिवार बस्थ्यो। धोबीले आफ्नो घरमा एउटा गधा र एउटा कुकुर पालेको थियो। गधा अलि बुढो भइसकेको थियो, त्यसैले उसलाई गए जाओस् बसे बसोस् भनेर त्यत्तिकै राखिएको थियो। दाम्लो पनि बाँधिएको थिएन। धोबीले खाना पनि राम्रो दिँदैन थियो, पानी पनि दिँदैन थियो, सुत्ने व्यवस्था त झन् छँदै थिएन। एकदम दयनीय हालतमा गधा बसिरहेको थियो। उता कुकुरलाई भने धेरै शान्त, माथि र भात खान दिन्थ्यो, मजाले बस्न दिन्थ्यो, पानी सुत्ने खाने व्यवस्था राम्रो व्यवस्था गरेको थियो। गधाको हालत देखेर कुकुरलाई एक दिन के भएछ कुन्नी सोध्न मन लाग्यो। गधा दाई एउटा कुरा सोधौ है। गधाले पनि हुन्छ सोध न कुकुर भाइ के भयो। अनि कुकुरले सोध्छ, गधा दाई तपाईँलाई यो धोबीले यति हेपेर राखेको छ, खाना पनि दिन्न, पानी पनि दिन्न, सुत्ने व्यवस्था पनि राम्रो गर्दैन, तै पनि तपाईँ बसिराख्नु भएको छ, किन हो? म त छक्क पर्छु। तपाईँको जस्तो मलाई हेपेको भए त म उहिले कहिले गइसक्थेँ। गधा चाहिँ मख परेर नाक ठुलो पारेर आँखा चम्किलो बनाएर भन्छ, त मूर्ख कुकुर, तेरो के बुद्धि छ? म त जस्तो बुद्धिहीन हो? म त दूरदृष्टि लिएर बसिरहेको छु, बुझिस्? तँलाई के थाहा यो कुरा? कुकुरको मनमा पनि जिज्ञासा लाग्यो, के हो गधा दाइ त्यस्तो कुरा? भन्नुहोस् न भन्नुहोस्। म भन्दैन कि अहिले समय आएपछि त देखिहाल्छ। गधाले भन्छ, होइन कि गधा दाई भन्नुहोस् न भनेर जिद्दी गर्छ कुकुरले पनि। ल तैँले धेरै जिद्दी गरिस्, ल सुन त कथा सुन। हेर कुकुर, तैँले अस्ति नै यो धोबीको छोरी फैल भएको बेलामा तैँले धोबीले के छोरीलाई भन्यो सुनिस् तैँले? सुनेन। त्यति बेला के भनेको थियो थाहा छ? ए छोरी, यो साल त फैल भइस्, ठिकै छ, तर त अर्को पटक फैल भइस् भने त्यही बुढो गधासँग तेरो बिहे गरिदिन्छु भनेको हो कि होइन? ए होला भन्छ। अनि गधाले पनि अब त्यो यो धोबीको छोरी पास हुने होइन, त्यसकारण अर्को साल त मैसँग बिहा गरिदिन्छ। अनि म त धोबीको ज्वाइँ भएर बस्छु। धोबीको ज्वाइँ हुन पाए मलाई के चाहियो भन्छ? मनमनै मुस्कुराएर धोबीको ज्वाइँ भनेर फुरुक्क आफ्नो बाटो लाग्छ। साथीहरू, हामी पनि कति ज्यालसम्म यस्तै गधाको जस्तै बुद्धि लिएर बसिरहेका हुन्छ। कुनै कम्पनी अथवा अफिसमा हामी कतिपयलाई हुने नहुने आशाहरू देखाएर राखिएको हुन्छ, जो कहिले पुरै हुन सक्दैन। त्यस्तोमा पनि हामी लोभ गरेर बसिरहेछौँ। यस्तो नभएर आफ्नो बाटो तय गर्नुपर्छ। के जति फेरा फैल भए पनि त्यो धोबीले आफ्नो छोरीलाई गधासँग बिहा गरिदिन्छ होला त? अवश्य गर्दैन। त्यसकारण हाम्रो जिन्दगीमा पनि हुने कुरा मात्रै सोचौँ, नहुने कुराको आश गरेर छोडिदिउँ, हुने कुराको लागि प्रयत्न गरौँ। साथीहरू, हजुरहरूलाई यो कथा कस्तो लाग्यो? यदि मन परेको छ भने लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न नबिर्सिदिनु होला। हजुरहरूको लागि यस्तै कथा लिएर म फेरि उपस्थित हुनेछु। हजुरहरूको दिन खुसी रहोस्, सुखी रहोस्, व्यस्त रहोस् अनि मस्त रहोस्। धन्यवाद।